नमस्कार। आज हामी भरतपुर महानगरपालिका वडा नम्बर 25 मा आइपुगेका छौँ। यहाँका विविध विषयमा हामी छलफल गर्नेछौँ। भरतपुर महानगरपालिकाको वडा नम्बर 25 को पश्चिम बेल्टमा रहेको सुन्दर बैरघारी टोलमा हामी आइपुगेका छौँ। यहाँ विविध विषयमा हामी छलफल गर्दैछौँ। अहिले धेरै ठाउँमा भरतपुर 25 को यो बैरघारी क्षेत्र पर्यटनको हिसाबले पनि अगाडि आइसकेको छ। हामीले आज यसै विषयलाई लिएर विभिन्न कुराकानी गर्नेछौँ। कुराकानीको क्रममा हामीसँग यहाँ टोल सुधार समितिका अध्यक्ष दिलु गैरेसँग हामी कुराकानी गर्नेछौँ। नमस्कार। नमस्कार हजुर। यो भरतपुर 25 को पश्चिम बेल्टमा रहेको यो सुन्दर बैरघारी टोलको विषयमा तपाईहरुले गरिराखेको अहिलेसम्मको काम कारबाहीको विषयमा के भन्न चाहनुहुन्छ? अब धन्यवाद प्रश्नको लागि। अब यो समग्र भरतपुर 25 र वडा नम्बर 24 अन्तर्गत नजिकै रहेको हाम्रो यो सुन्दर बैरघारी टोल विकास संस्थाको हकमा बोल्दै गर्दा समय सन्दर्भ र समयको गतिशीलले जस पहिलाको भन्दा धेरै प्रगति भइरहेको छ। अब प्रगति भइरहेको छ र अहिले चाहिँ अब यहाँका जनता टोलवासी अझै त्यति चाहिँ सन्तुष्टि चाहिँ छैनन्। किन विकास सोचेको जस्तो अझै हुन सकिरहेको छैन। हामीले गर्न सकेकै छैनौँ। किन यहाँको ग्रामीण क्षेत्र र वस्तु का कुरा गर्दै जाँदा खोला नाला, पर्यटन बोर्ड या खेतीपाती, कृषि सँगै सबै समग्र जोड्दै जाँदा हजुरहरूको यो टोल सुधार समिति अन्तर्गत कति घरधुरी पर्छन्? हामी लगभग 90-95 घरधुरी छौँ। 90-95 घरधुरी छौँ। यहाँ यो खरको छानो भएको हामीले देख्यौँ, धेरै ठाउँमा देख्यौँ हैन। खरको छानो भएका घरधुरीहरूको सङ्ख्या कति छ र उहाँहरूको स्थिति के छ? अहिले महानगरले तल खरका धुरी भएकाहरूलाई जस्ता पाताले छाउने एउटा प्रचलन सुरु गरेको छ। यो हामीले अन्य ठाउँमा पनि देखेका छौँ। यो भरतपुर 25 को हिसाबले हामीले हेर्दाखेरि यो सुन्दर बैरघारीलाई 25 नम्बर वाडालाई हेर्ने दृष्टिकोण चाहिँ कस्तो छ? धन्यवाद। यो प्रश्न पनि उठाइदिनु भयो। म भन्नै गइरहेको थिएँ। विगत 4 वर्ष 5 वर्ष अगाडिबाट जहाँ कि रेणु दाल पहिलो मेयर हुँदै गर्दा र अध्यक्ष विजय कुमार भुजेल वडा अध्यक्ष हुँदै गर्दा बाट सुरु भएको यो खरको छानो न्यूनीकरण तथा टिनका छाना वितरण भन्ने एउटा कार्यक्रम योजना ल्याउनु भएको थियो। त्यति बेलादेखिबाट अहिलेसम्मको लागि लगभग सबैलाई समेट्न सक्नु भएको थिएन। तसर्थ अहिले फेरि हाम्रो हालका निवर्तमान अध्यक्ष हाम्रा छविलाल वडा नम्बर 25 का छविलाल सापकोटा ज्यूले चाहिँ अहिले वर्तमान अध्यक्ष हुनुहुन्छ। वर्तमान अध्यक्ष हाम्रा छविलाल सापकोटा ज्यू हुनुहुन्छ। अहिले उहाँले चाहिँ अब बाँकी रहेका हामीले तथ्याङ्कमा चाहिँ कुनै पनि सुविधा नलिएको अहिले एकदम नितान्तै खरको छानाभित्र बसिरहनु भएका हाम्रा टोलवासीहरूको घर सङ्ख्या चाहिँ अहिले 7 घर देखिएको छ। नितान्तै कुनै पनि कति बेला कहिले पनि तपाईँको कुनै पनि यो खरको छानाको सुविधा नलिएका र नितान्तै खरको छाना भएको के अरे मुनि बसेका 7 घरलाई चाहिँ अहिले चाहिँ वितरण गर्ने भन्ने कार्यक्रम चाहिँ अहिले सुरु भएर नापजाप भएर अब लगभग यही माघको पहिलो हप्तातिरै सायद उहाँहरूले जडा नै सहित ज्याला सहित
गर्ने भन्ने योजना ल्याउनु भएको छ। यहाँ खरको छानो भएकोहरूमा चाहिँ अधिकांश 20वटा टोल सुधार समितिका अध्यक्षहरूले विशेष गरी आफ्ना मान्छेहरू पर्ने मान्छेहरूलाई चाहिँ यो टिनको छानोहरू व्यवस्थापन गर्ने दिने अनि कुनै सुविधा महानगरबाट आएको वडाबाट आएको सुविधाहरू चाहिँ आफ्नो मान्छेलाई मात्र पारेका छन् भन्ने आरोप छ। यो चाहिँ तपाईँहरूको टोल सुधारमा के छ, यसको अवस्था कसरी बुझ्नु भएको छ? अब यस्तो हुन्छ सर, अब अहिले मेरो कार्यकाल अहिले यो तेस्रो कार्यकाल हो। त्यति बेलासम्म त सायद मैले त्यो देखेको छैन। मभन्दा दुई कार्यकाल फेरि अरू भाइहरूले अब अरू साथीहरूले गर्नुभयो। त्यति बेला पनि हामीले त्यस्तो आफ्नै मान्छेलाई डबल त्रिबल भन्ने चाहिँ त छैन। जस नितान्तै खरको छानो भनेर जुन शीर्षकमा आएको छ त्यो चाहिँ अब आफ्ना हुन् या पराई हुन् सबैले पाउनुपर्ने भन्ने हाम्रो माग हो र त्यही नै भइरहेछ। त्यो भनेको चाहिँ अब सायदै कम होला। त्यो प्रश्न त उठिहाल्छ जनताको। ठिकै छ। आज हामी भरतपुर महानगरपालिका वडा नम्बर 25मा रहेको टोल सुधार समितिहरूमध्येमा सुन्दर बैरघारी टोलका अध्यक्षसँग हामीले विविध विषयमा छलफल गऱ्यौँ। यो सँगै हामी उहाँले गरेका काम कारबाहीका विषयमा, यहाँको पर्यटनको विषयमा हामी अन्य ठाउँमा पनि भ्रमण गर्नेछौँ, विस्तृत रूपले कुराकानी गर्नेछौँ। अहिलेलाई भने हामी बिदा चाहन्छौँ। हस्त नमस्कार। यो तपाईँहरूको यो टोल सुधार समितिमा हामी सबै ठाउँमा गयौँ होइन, जाँदाखेरि केही काम गरेका चिजहरू पनि हामीले देख्यौँ, कतिपय जनताहरूको निराशाको विषय छ। अब यहाँ यो टोल सुधार समितिले यो आमा समूहको भवनलाई अहिलेसम्म व्यवस्थित गर्न नसकेको कारण के होला? अब धन्यवाद, नमस्कार। यो आमा समूहको घरलाई व्यवस्थित भन्नाले अब हामीले गर्न त खोजिरहेकै छौँ। पहिला पनि यसलाई कम्पाउन्ड गर्न समेत हामी सफल भइयो। अब अहिले पनि अब यसलाई अब यो ठ्याक्कै जीर्ण अवस्था त देखिएकै छ। अब हामीले माग त वडामा गरिरहेकै छौँ। गरिरहँदा पनि अब एउटा छुट्टै घर बनाउने बजेट चाहिँ अहिले पार्नले अलि नसकेको हुँदाखेरि अलि यो जीर्ण अवस्थाको घरलाई चाहिँ केही मर्मत भनेर चाहिँ अहिले केही पैसा पर्ने अवस्था त यसो सङ्केत देखिया छ। तर पनि यो एकदम नितान्तै एकदम नजिकै ठ्याक्कै बाटोको छेउ नै हुँदाखेरि अब यसलाई चाहिँ अरू खर्च नगर्ने कि बरु यसको बदलामा बरु अरू कतै भनेर हामीले स्पेसमेनमा राखेको छ। बोट बिरुवा के अरे रोपिएको छ। अब हामीले लगभग हामीले जग्गा पनि खाली नै राखेका छौँ। अब केही खेतीबाली छैन। कम्पाउन्ड पनि अब जस्तो मेस जाली लगाएर अलिक केही सक्दो हामीले कम्पाउन्ड गर्ने कोसिस चाहिँ गरिरहेका छौँ। तर अब ठिक छ। यो विषयमा हामी सम्पूर्ण जनताहरूसँग पनि हामीले जिज्ञासा राखेका थियौँ। यो टोल सुधारमा भए गरेका कामहरूको विषयमा पनि राखेका थियौँ। तपाईँहरूको यो नजिकै हामीले पानी ट्याङ्की पनि देखेका छौँ। तपाईँहरूको मेहनत आफ्नो ठाउँमा छ नै होला। तैपनि भरतपुर महानगरले हेर्ने दृष्टिकोणमा, भरतपुर महानगरको यो 25 नम्बर वार्डले हेर्ने दृष्टिकोणमा कतै पक्षपात छ कि भन्ने हामीलाई यो आभास भएको छ। यो टोल सुधार समितिले पनि हेर्नुपर्छ। यो आमा समूहको भवन अहिले जीर्ण अवस्थामा छ। महानगरको धेरै ठाउँमा धेरै पक्की घरहरू बनिराखेको छ। यस्तो अवस्थामा यहाँको महिलाहरूले गरिराखेको यहाँ विभिन्न किसिमको कार्यक्रमहरू हुने गर्छ, हामीले देखिराखेका छौँ। तर यो जीर्ण अवस्थालाई अझ पनि यो महानगर र वडा नम्बर 25ले ध्यान राखोस् भन्न चाहन्छु। र यो टोल सुधारको विषयमा मैले तपाईँहरूसँग केही कुराकानी यहाँको स्थानीयवासीहरूसँग राख्न चाहन्छु। के भन्नुहुन्छ तपाईँहरूको टोल सुधार समितिमा के छ अवस्था अहिले? केही पनि छैन। के भएर केही हुन सकेको छैन। अब आमा समूहमा अहिले यो जस्ताको छानो कार्यक्रम आइराखेको छ होइन, यहाँ जनताहरूले धेरैले पाएका छन् भन्ने सुनिएको छ। कस्तो छ, तपाईँहरूले पाउनुभयो कि भएन? पाएन। पाउनु भएको छैन। तपाईँको नाम परेन कि तपाईँहरूको स्थिति अलि बलियो भएर हो कि के छ? स्थिति के हो नि र, कमाइए खाइए स्थिति के खरा हाम्रो त छन् त। भनेपछि टिनको छानो त देखिएको छ माथि, तपाईँको त्यही कारणले होला नपरेको, त्यही कारण। अनि तपाईँको के छ यो विषयमा? पहिला परिसकेको के अरे हाम्रो पहिला परिसक्यो तपाईँको भनेपछि टोल सुधार ठिकै छ अहिलेसम्म होइन। अनि आगामी
टोल सुधार समितिको अध्यक्षले यहाँ म अध्यक्षज्यूसँग कुराकानी गर्न चाहन्छु। भावी कार्यक्रमहरू तपाईँहरूको के छ? यहाँ सडक बत्तीको अवस्था कस्तो छ? यहाँ फुलहरू रोप्ने पहिला त्यस्तो एउटा कार्यक्रम ल्याएको जस्तो देखिन्थ्यो, अहिले के छ तपाईँहरूको यो वडामा पर्यटनको विषयमा, अन्य विषयमा के छ? अब बत्तीका कुरा त हामीले प्रत्येक वर्ष हामीले जडान गर्दै आएको थियौँ र अहिले यो ठ्याक्कै दसैँ तिहारको यो चाडबाड दसैँ तिहार उज्यालो भनेर हामीले यो कार्यक्रम गरिरहेका थियौँ। अहिले यसपालि चाहिँ हाम्रो यो ठ्याक्कै यो अवस्था के भइदियो भने लाइट जडान गरेर बजेट लगभग विनियोजन हुने बेलामै जेएनजी आन्दोलन भइदियो। अनि जेएनजी आन्दोलन भइदिने बित्तिकै तपाईँको चाहिँ अनि ओडाले के भनिदिनु भयो भने ओडाले यो बजेट जति सबै तानिदिनु भयो होइन। महानगरले अब यो बजेटलाई चाहिँ अहिले चाहिँ लागू नगर्नु भनेर भन्नुभएको छ। अहिले हामीले केही दिन मिल्दैन भनेको कारणले अहिले स्थगित भएको छ। त्यही नै हो। अब अहिले चाहिँ जडान ठिकै छ, हामी फेरि पनि अरू विषयमा तपाईँहरूसँग कुराकानी गर्दै गर्छौँ। अहिले हामी फेरि यो पर्यटनको क्षेत्रमा विभिन्न होटलहरूमा पनि जान्छौँ, हामी अन्य विषयमा पनि कुराकानी गर्नेछौँ। अहिलेलाई भने बिदा चाहन्छु। जनताहरूको प्रतिक्रिया पनि लिएका छौँ। यो सँगै तपाईँहरूको यो पर्यटनको हिसाबले हामीले देखिराखेको जुन यो क्षेत्र छ, यो हामीले बैरघारीको तल्लो बेल्ट जुन यो बफरजङको क्षेत्र छ, निकुञ्जको क्षेत्र, यसको कतिको सम्भावना देख्नुहुन्छ र यहाँको जनजीविकाको विषयमा के छ, यी समग्र विषयमा छोटोमा भनिदिनुहोस् न। धन्यवाद। अहिले हामी जुन होटलमा बसिरहेका छौँ, यहीँ पनि विदेशदेखि स्वदेशदेखि विदेशसम्मका पर्यटनहरू आइरहनु भएको छ। यो भ्यू हेर्नुहोस् यहीँबाट होइन। आज अहिले त अब अलि हुस्सु लागेको जस्तो छ। आजको दिन अलिकति अलि घाम लागिरहेको छैन, तसर्थ पनि अहिले जहाँ लाग्छ क्लियरै भयो जस्तो लाग्छ। अब यहीँ तपाईँको अलि साँझ पर्नुपर्छ या त अलि बिहान अलि अबेरसम्म यहीँ अब गैँडाहरू, अब मृगहरू, अब पाटे बाघ त अब कहिले कसो देखिरहन्छ। नै त फेरि मृग गैँडाहरू चाहिँ हामी यहाँ चाहिँ प्रत्येक दिन जस्तो हामी यो मेष जालीबाट उतापट्टि हामीले देखिरहेका हुन्छौँ। र हजुरहरूको यो निकुञ्ज एरिया हो कि यो बफरजङ एरियासँगै रहेको यो वन क्षेत्र हो कि यो के छ यो विषयमा? यो चाहिँ खास अब अहिले त राष्ट्रिय निकुञ्ज र हाम्रो समुदायहरूको मातहतमा दुईजनाको संयुक्त मातहतमा रहेको हाम्रो केरुङ्गा मध्यवर्ती क्षेत्रले तपाईँको कमान्ड गरेर अहिले चाहिँ हाम्रो यो संयुक्त राप्ती जुन वन क्षेत्रभित्र परेको यो चाहिँ हाम्रो राप्ती संयुक्त वनकै यो कार्यालय यो हाम्रो यो घेँच जति देखिएको छ नि जङ्गलको किनार, त्योसम्म हाम्रो यो राप्ती पारी पनि हाम्रो चाहिँ सामुदायिक वन छ। अब यसैमा चाहिँ हाम्रो चाहिँ अब पर्यटनको लागि चाहिँ धेरै नै प्रबल क्षेत्र। अब यहीँ लगभग हाम्रै बैरघारीमा अब अहिले तिन चारवटै अब होटलहरू अहिले बनिरहेको अवस्था छ, चलिरहेको अवस्था छ। अब त्यही किङफिसर अब उनीहरूको अब कारणले अब अहिले चाहिँ चल्न सकेको छैन। अझै पनि हाम्रा यहाँ जग्गाहरू अझै पनि त्यो सम्भावना बोकेका जग्गाहरू छन्। अहिले हाम्रो यो गरिबी क्षेत्र हामीले लगानी गर्न नसकेको कारणले गर्दाखेरि हामीले यसलाई चाहिँ अलि उत्थान गर्न सकिएको छैन, यसलाई चाहिँ युटिलाइज गर्न सकिएको छैन र हामीले चाहिँ योजना गरिरहेका छौँ। बैरघारी राष्ट्रिय प्राथमिक विद्यालयमा हामीले यस विषयमा केही कुराकानीहरू गर्न लागिराखेका छौँ। उहाँलाई स्वागत गरौँ। सर नमस्कार। नमस्कार, धन्यवाद सरलाई। सर्वप्रथम त जनमुक्ति खबर अनलाइन खबरलाई हाम्रो विद्यालयमा हार्दिक स्वागत गर्न चाहन्छु। सरले विद्यालयको बारेमा केही कुराहरू जान्न खोज्नु भएको जस्तो मलाई आभास भइरहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर 25 अवस्थित यो विपन्न ठाउँमा अत्याधिक दलित बस्ती भएको ठाउँमा दलितका बालबालिकाहरू पढ्ने एउटा आधारभूत विद्यालयहरू हो यो। र यहाँ कक्षा नर्सरीदेखि क्लास 5 सम्म पढाइ हुने गर्दछ सर।
यहाँ यो टोल सुधार समिति र यो विद्यालय बिचको सम्बन्ध कस्तो छ? जस्तो टोल सुधार समितिले महानगरको जुन बजेटबाट 25 नम्बर वार्डमा आउने बजेटलाई यो विद्यालयलाई हेर्ने दृष्टिकोण कस्तो छ? कतिको टोल सुधारले यसलाई प्रमोट गरिराखेको छ? सरले राम्रो प्रश्न उठाउनु भयो। यो समुदायमा रहेको विद्यालय समुदायसँग आबद्ध भएको टोल विकास संस्थाले हामीलाई हाम्रो सम्बन्ध भनेको नङ र मासुको जस्तै छ र अत्यन्तै बजेटको कुरामा होस् अन्य कुरामा होस् हामीलाई अत्यन्तै सहयोग गरिरहेको हामीले पाइरहेको छौँ। यहाँको जनसमुदायहरूसँग पनि हामीले कुराकानी राखेका थियौँ। यहाँको विद्यालयको विषयमा, यहाँको पर्यटनको विषयमा, अन्य विषयमा पनि हामीले कुराकानी राखिराखेका थियौँ। यसै विषयलाई लिएर यसै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री सुरज जीसँग हामी कुराकानी गर्न गइराखेका छौँ। स्वागत गरौँ उहाँलाई। धन्यवाद सर। जनमुक्ति खबरका सञ्चालक सरलाई धन्यवाद। यो विद्यालय योभन्दा अगाडि कुन अवस्थामा थियो? हजुरले नेतृत्व गरिराख्दाखेरिमा यो विद्यालयको स्तर, गुणस्तर कस्तो अवस्था पाउनुभएको छ अहिले? यो अत्यन्तै महत्त्वपूर्ण प्रश्न राख्नुभयो, यसलाई धन्यवाद दिन चाहन्छु। हामी विगत 2045 साल स्थापना कालदेखि हालसम्म यो विद्यालयमा जुन हिजो हाम्रा पुर्खाहरूले एउटा खरको मुठा र ढड्डीको सिउँटीको बारले यो स्थापना गर्दै आउनुभएको, यहाँबाट पूर्व अध्यक्षज्यूहरू, यहाँका पूर्व व्यवस्थापन समिति साथीहरूले यहाँसम्म ल्याउनुमा ठुलो हात छ। र यहाँ विशेष गरी चाहिँ हामी यो क्षेत्रमा यो भूगोल, यो एउटा राप्ती नदीको किनार, जङ्गली जनावरको प्रभाव, राष्ट्रिय निकुञ्जको प्रभाव, यो हरेक कुरामा यो गरिब बस्ती एउटा चाहिँ हिजोदेखि नै एउटा दलित बस्ती, यो बस्तीमा हामीले जसरी चाहिँ हिजो विद्यार्थीका जुन पढाइमा जति हुनुपर्ने थियो त्योभन्दा अहिले चाहिँ धेरै गुणस्तर वृद्धि भएको छ। यसको लागि चाहिँ यहाँहरूलाई म अझै पनि हामी यो पहिला हामी यहाँ नेपाली मिडियममा थियो यो आधार विद्यालयमा, र अहिले हामी चाहिँ हाम्रो इन्टरनल तरिकाबाट हामीले चाहिँ महानगर मार्फतै हामीले अलि इङ्ग्लिस मिडियम पनि लागू गरेका छौँ। अहिले चाहिँ केही विद्यार्थी हिजोभन्दा धेरै सुधार भएर आएको महसुस गरेको छु मैले। धन्यवाद। यहाँ मैले टोल सुधार समितिका अध्यक्षज्यूलाई सोध्न चाहन्छु कि यो विद्यालयलाई टोल सुधारको तर्फबाट हुनुपर्ने सहयोग तपाईँहरूले कसरी उपलब्ध गराइराख्नु भएको छ? धन्यवाद यो प्रश्न सोधिनु भएकोमा। अब हामीले चाहिँ वार्षिक यो वडाको चाहिँ त्यो बजेटमा चाहिँ र प्रदेशको बजेटमा, स्थानीयको बजेटमा चाहिँ हामी टोलबाट पनि हामीले बजेट चाहिँ हामीले माग गरिदिइरहेका छौँ। कति अब पर्ला कति नपर्ला अब त्यो भइरहेको छ। र हाम्रो व्यवस्थापन अध्यक्ष ज्यूले र हाम्रो प्रज्यूले चाहिँ हाम्रो टोलमा र टोलको अध्यक्षलाई कुनै समस्या राख्नुभयो भने हामी त्यो चाहिँ मनैदेखि हामीले चाहिँ पुरा गर्ने कोसिस गर्दै आएका छौँ। कति त अब सकिएन होला, कति सकियो होला, यो चाहिँ हामी चाहिँ भइराखेको छ, हामी मिलेरै गरिराखेका छौँ। धन्यवाद। हाम्रो प्रशासनसँग म केही कुराहरू सोध्न चाहन्छु। जस्तो यो बैरघारी क्षेत्रमा छ नि विपन्न बस्ती पनि भन्नुभयो तपाईँहरूले, होइन? उहाँ अध्यक्षज्यूले पनि त्यही भन्नुभयो, टोल सुधारको अध्यक्षज्यूले पनि त्यही भन्नुभयो। यो विपन्न बस्तीमा बसेर तपाईँहरूले विद्यार्थीको जीवनस्तरलाई एउटा माथिल्लो चरणमा पुर्याउनको लागि तपाईँहरूको त यो आधारभूमि हो, आधार क्षेत्र हो। विद्यार्थीहरूको अनुशासन लगायत बैरघारीमा पढ्नै पर्ने बच्चा जन्मिसकेपछि यसको नजिकै रहेको अन्य विद्यालयहरू पनि छन्, तर बैरघारी स्कुलमै पढ्नुपर्ने अवस्था सिर्जना कसरी गराउनु भएको छ? धन्यवाद सर, राम्रो प्रश्न सोध्नुभयो। यो अध्यक्षज्यूले पनि भनिसक्नु भएको छ, हामीले इङ्ग्लिस मिडियमबाट सुरु गरिसकेका छौँ। बच्चाको हामी जति पनि शिक्षकहरू छौँ, यो यसमा कार्यालयमा रहेका हामी कर्मचारीहरू छौँ, विशेष गरी टिचर, हेडमास्टर, सहायक हेडमास्टर, शिक्षकहरूको हाम्रो अत्यन्तै हाम्रै बच्चाहरू हुन्, हाम्रै छोरछोरी बराबर हुन् भनेर यिनीहरूको भविष्यको लागि यिनीहरूलाई ग्रास लेभलबाटै ती बच्चाहरूलाई तिनीहरूको गरिबीको बावजुद पनि हामीले कुनै संस्था होस्, कुनै व्यक्ति होस्, हामीले कपी कलमको व्यवस्था गरेर विद्यार्थीहरूको पठन पाठनमा हामीले चाहिँ एकदम अगाडि बढाउनको लागि हामी एकदम प्रयत्नरत छौँ र गरिरहेका छौँ भन्ने लागेको छ हामीलाई। धन्यवाद। आज हामी जनमुक्ति खबरको टोली भरतपुर महानगरको पश्चिम बेल्ट
सुन्दर बैरघारी क्षेत्रमा छौँ। विविध विषयमा हामी छलफल गरिराखेका छौँ। हामी जनताहरूको चासोको विषयमा हामी छलफल गर्नेछौँ। फेरि पनि यी विषयमा आगामी कार्यक्रमहरूमा प्रस्तुत गर्दै जाउँला। आजलाई बिदा चाहन्छु। हस्त नमस्कार।